guys. Hello. Hello. ल वेलकम टु माई मिनी भ्लग. आज हामी कता जाँदैछौँ रे? लुखुर लुखुर हिँडेर जाँदैछौँ. गाइस हामी चाहिँ बिल्डिङ भित्र आइपुगेछौँ. दौडेर लाज मानेर दौडेछन्. हेर्नु हेर्नु हेर्नु. हामी चाहिँ लाज मानेर दौडिरहेको छन्. आज म अनि मेरो टिमहरू जो हामीहरू जाँदैछौँ. हामी 3 जोडी गइरहेको छौँ. 3 जोडी जाँदैछौँ. अहिले हामी भित्र इन्टर हुँदाखेरि देखाउँछौँ. सानो मिनी भ्लग चाहिँ कन्टिन्यू गर्नेछौँ. गाइस अब चाहिँ हामी निस्किँदैछौँ. ठ्याक्क हाम्रो टाइम पनि भइसक्यो. तपाईँहरू पनि हामीसितै आउनु ल. इन्ट्रो हुँदाखेरि चाहिँ आफ्नो रुल्स रहेछ, के सामान लिन पाउने नलिन पाउने भनेर त्यही चेकिङ भइरहेको थियो. अनि हामी चाहिँ अब लिफ्ट खोलिसकेको थियो. त्यति बेला चाहिँ भिडियो लिन पाएन. लिफ्ट चढ्दाखेरि चाहिँ ओपन भएको बेलाको चाहिँ अनि हामी यत्तिकै माथि अब गइरहेको थियौँ. ओपन भइसकेर हेर्नुहोस् 12 लेभलमा आइरहेको थियो. तर एकदम राम्रो भ्यू पनि देखिरहेको थियो. डर लाग्यो पनि भनिरहेको थियो साथीहरूले. भ्यूहरू राम्रो देखिरहेको थियो. सबैजना बिजी थियो फोटो भिडियोहरू लिनमा. त्यसपछि हामी 46 लेभलमा चाहिँ लिफ्ट ओपन भएको थियो. 46 लेभलमा. त्यसपछि हामीलाई वेलकम गरिरहेको थियो. वेलकम टु वासु टावर भनेर भनिरहेको थियो. हामीले थ्याङ्क यू भनेको क्राउड थियो. एकदम ठुलो क्राउड थियो. अनि क्राउडमा चाहिँ मान्छेहरू एकदम बिजी हुनुहुन्थ्यो. भित्र हेर्नु न. मिनी भ्लग बनिरहेको यार. आफ्नो फोन लक भयो. भित्र चाहिँ एकदम राम्रो थियो. हेरिरहेको थियौँ. बच्चा बच्चीहरू क्युट बच्चा बच्ची फोटो लिनलाई हामी पनि रमाइलो गर्दैथ्यौँ. डर लागिरहेको थियो ग्लासमा त्यो हिँड्नलाई चाहिँ.
अब चाहिँ हामी जाँदै थियौँ 53 लेभलमा अनि एकदम धेरै लाइन थियो आफ्नो ग्रुपहरू वेट गरिरहेको थियो लाइनमा बसेर हामी पनि वेट गरिरहेको थियौँ अब हामी जाँदैछौँ guys ल let's go Excuse me. Sorry, if you want to go to the bar on the 49th floor, you can go by stairs. अनि आज लेट द इनमा हामी चाहिँ अब जाम चिसो भयो टप लेभलमा भनेर चाहिँ रिटर्न हुँदै थियौँ रिटर्न भयौँ रिटर्न हुँदाखेरिको भ्यू हो यो चाहिँ अनि सबैजनाहरू डर लाग्यो तल झर्दाखेरि त एकदम डर लाग्ने रहेछ भनिरहेको थिएँ तर युरोपकै टलेस्ट स्टार हो